नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा फेरि विवाद सुरु भएको छ। आगामी पुस 26 गतेदेखि 28 गतेसम्मका लागि तय गरिएको नियमित महाधिवेशन तोकिएको समयभित्र नहुने देखिएसँगै विवाद सतहमा आएको हो। महाधिवेशन हुने सम्भावना कमजोर बन्दै गएपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सोही मितिमा विशेष महाधिवेशन बोलाउने तयारी थालेका छन्। फागुन 21 को निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला ठूलो दलभित्र महाधिवेशनको यो विवादले नयाँ मोड लिने देखिएको छ। कांग्रेसले मक्सिर 15 गतेको केन्द्रीय समिति बैठकबाट 7 तहको अधिवेशनको कार्यतालिका ल्याएको थियो, जस अनुसार आजका मितिसम्म वाडा र स्थानीय तहका अधिवेशन सुरु भइसक्नुपर्ने थियो। तर महाधिवेशनका लागि अनिवार्य मानिने क्रियाशील सदस्यताको नवीकरण र छानबिनको काम अझै सकिएको छैन। 75% नवीकरण सकिएको दावी गरिए पनि केही जिल्लाको सदस्यता नियतवश रोकिएको इतर पक्षको आरोप छ। सदस्यताको काम नसकिएकै कारण पुस 26 गतेको केन्द्रीय महाधिवेशन नहुने संकेत संस्थापन पक्षले दिइसकेको छ। निर्वाचन अघि महाधिवेशन नचाहने संस्थापन पक्ष सहितका शीर्ष नेताहरूले सदस्यता नटुङ्गिएको कारण देखाउँदै नयाँ कार्यतालिका ल्याउनु पर्नेमा जोड दिइरहँदा महामन्त्री पक्ष भने यसलाई महाधिवेशन टार्ने बहानाका रूपमा अर्थ्याउन थालेका छन्। नियमित महाधिवेशन नहुने भएपछि महामन्त्री द्वयले पार्टी विधानको धारा 17(2) लाई अगाडि सार्दैछन्। विधानमा 40% महाधिवेशन प्रतिनिधिले माग गरेमा 3 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ। गत असोज 28 गते नै करिब 54% प्रतिनिधिले हस्ताक्षर सहित निवेदन दर्ता गराइसकेका छन्। महामन्त्री थापाको तर्क छ, पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधान त बाध्यकारी छ र यो कसैको इच्छा वा अनिच्छाबाट टार्न मिल्दैन। महामन्त्रीहरूले विधानको व्यवस्था कार्यान्वयन गराउनु आफ्नो जिम्मेवारी भएको बताउँदै केही समयमा महाधिवेशनबारे औपचारिक आह्वान गर्ने गरी अघि बढेको बताइएको छ। तर संस्थापन पक्षले विधानको व्यवस्थालाई अस्वीकार गर्दै विशेष महाधिवेशनको कुनै सम्भावना नरहेको दावी गरेका छन्। यद्यपि सभापति शेरबहादुर देउवाले पार्टीमा उत्पन्न विवादलाई रोक्ने प्रयास गरिरहेका छन्। यता महाधिवेशनबारे स्पष्ट नीति नलिएका नेता डाक्टर शेखर कोइराला अझै अन्यलको बाटोमा देखिन्छन्। उनले केन्द्रीय कार्यसमिति बाहिरबाट बोलाइने भेलाले पार्टी विभाजनको जोखिम बढाउने भन्दै सबैको अपनत्व हुने गरी कार्यसमितिले नै निर्णय लिनुपर्नेमा जोड दिइरहेका छन्। कांग्रेसभित्रको यो शक्ति सङ्घर्षले आगामी फागुन 21 को निर्वाचनको तयारीलाई समेत ओझेलमा पारेको छ। महाधिवेशन नभए चुनाव नलड्ने घोषणा गरिसकेका महामन्त्री र नेतृत्व परिवर्तनको अडानमा रहेको एउटा ठूलो पंक्ति एकातिर छ भने निर्वाचन अघि महाधिवेशन नचाहने संस्थापन पक्षी अर्कोतिर देखिएको छ। कांग्रेस अहिले विधानको अक्षरशः पालना र राजनीतिक व्यावहारिकताको चेपुवामा रहेको विकसित परिदृश्यले देखाइरहेको छ। महामन्त्रीले आह्वान गर्ने भनिएको विशेष महाधिवेशनले वैधानिकता पाउँछ वा यो केवल एउटा गुटको भेलामा सीमित हुन्छ? यसले आगामी दिनमा कांग्रेसको भविष्य र चुनावी नतिजा दुवैलाई प्रत्यक्ष असर पार्ने देखिन्छ। कांग्रेसभित्रको यो पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईले कसरी हेरिरहनु भएको छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।